नमस्ते, मेरो नाम चाहिँ आर्या श्रेष्ठ हो र म चाहिँ ललितपुर महानगरपालिका वडा नम्बर 22 मा बस्छु। आज चाहिँ हामीलाई चाहिँ लिडरसिपको बारेमा सिकाउनु भएको थियो र त्यस्तै बारेमा थुप्रै कुराहरू सिकाउनु भएको थियो। फर्स्टमा चाहिँ हामीलाई चाहिँ डेप्थहरू कस्तो कुन कुरामा चाहिँ ध्यान दिनुपर्छ भनेर सिकाउनु भएको थियो। जसरी चाहिँ हामीलाई चाहिँ एउटा फोटो टाइपको दिएर सिकाउनु भएको थियो र त्यसमा चाहिँ हामीले चाहिँ सर्फेस कुराहरूमा मात्र ध्यान नदिकन चाहिँ डेप्थमा गएर फोकस गर्नुपर्छ भनेर सिकाउनु भएको थियो। त्यस्तै गरी चाहिँ हामीलाई चाहिँ पोजिटिभ र नेगेटिभ कुराहरू सिकाउनु भएको थियो र चाहिँ हामी सबै मान्छेहरूले चाहिँ नेगेटिभ कुराहरूमा धेरै ध्यान दिन्छ, त्यसरी नेगेटिभमा नभइकन चाहिँ पोजिटिभमा दिनुपर्छ भनेर चाहिँ सिकाउनु भएको थियो। आज चाहिँ धेरै राम्रो कुराहरू सिकाउनु भएको थियो। त्यसै कारणले चाहिँ मैले चाहिँ मेरो यो जीवनमा चाहिँ अति सजिलो गरी इम्प्लिमेन्ट गर्न सक्छु। किन भन्दाखेरि जसरी चाहिँ अब म कुनै प्रब्लममा परेँ भने चाहिँ त्यो प्रब्लमको चाहिँ सर्फेसमा मात्र ध्यान नदिकन चाहिँ डिपर गएर चाहिँ त्यो कसरी सल्भ गर्न सक्छु भनेर सिक्न सक्छु। अनि त्यसै गरी चाहिँ अब म कोही मान्छेसँग फ्रेन्ड छु भने त्यो मान्छेको चाहिँ नराम्रो कुराहरू सोच्नुभन्दा चाहिँ राम्रो कुराहरू सोचेर चाहिँ उसँग झन् राम्रो फ्रेन्डसिप बन्ड झन् राम्रो बनाउन सक्छु। एन्डिङमा चाहिँ हामी सबैलाई चाहिँ यति राम्रो अपर्च्युनिटी दिनुभएकोमा चाहिँ यो राइज एन्ड साइन नेपाल अर्गनाइजेसनलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु र त्यस्तै गरी चाहिँ यो हाम्रो ललितपुर महानगरपालिकालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। मेरो नाम रकिस तङ्गोल, म ललितपुर महानगरपालिका स्तरीय बाल क्लब सञ्जालको कोषाध्यक्ष। म चाहिँ वडा नम्बर 21 खोकनामा बस्छु। आजको सेसनमा चाहिँ बढी जस्तो हाम्रो लाइफ स्किलसँग धेरै रिलेटेड थियो, जस्तै कम्युनिकेसन, मोटिभेसन होइन, अनि त्यसै गरी लिडरसिप, जस कारण चाहिँ हामीलाई धेरै कुराहरूमा चाहिँ जीवनमा उपयोग गर्न मिल्छौँ। जस्तै कम्युनिकेसनमा चाहिँ के सिक्यौँ भने हामीले सबैको कुरा राम्रोसँग सुन्नुपर्छ र आफ्नो कुरा पनि राम्रोसँग राख्नुपर्छ। त्यस्तै गरी लिडरसिप गर्दाखेरि नेगेटिभ चिज मात्रै हेर्ने होइन, पोजिटिभ चिजहरू पनि हेर्नुपर्छ भन्ने जस्ता विभिन्न कुराहरू सिक्यौँ। लाइफमा इम्प्लिमेन्ट गर्नु भनेको चाहिँ अब पोजिटिभ र नेगेटिभ कुरा दुवै हुन्छ होइन। पोजिटिभ कुरालाई धेरै हेर्ने, नेगेटिभलाई कम हेर्ने जस्तो विचार हामीलाई आज ट्रेनरजीले सिकाउनु भयो। जस कारण चाहिँ मेरो विचारले चाहिँ यस ट्रेनिङले चाहिँ भविष्यमा चाहिँ राम्रो उपलब्धि दिलाउन सक्ने र हामीलाई केही गरी जबहरू लिनु पऱ्यो भने यस्ता ट्रेनिङहरूको मार्फतबाट हामीले यो ट्रेनिङ जीवनमा लागू गऱ्यो भने चाहिँ होइन हामी भविष्यमा एउटा राम्रो व्यक्तिको रूपमा पनि चिन्न सक्छौँ। एन्डिङमा चाहिँ म अराइज एन्ड साइन नेपाल तथा ललितपुर महानगरपालिकालाई धेरै नै धन्यवाद गर्न चाहन्छु, किनभने उहाँहरूले हाम्रो लागि भनेर यति राम्रो राम्रो ट्रेनिङहरू राखिदिनु भएको छ र भविष्यमा नि राखिदिनुहुन्छ भन्ने आशा गर्दछु। थ्याङ्क यू।